हेलो साथीहरू, आज चाहिँ म यस्तो ठाउँमा आएको छु जुन धेरै वर्षपछि आएको थिएँ म यो ठाउँमा। अनि मेरो भाइहरू साथीहरूसँग आज चाहिँ घुमघाम जङ्गल एरियातिर होइन धेरै वर्षपछि आएको यो ठाउँमा रमाइलो भइरहेछ। यो चाहिँ यस्तो ठाउँ छ कि दुईवटा भिर होइन वरिपरि दायाँ बायाँ छ, बिचमा चाहिँ सानो खोला छ क्या। बर्खामा चाहिँ बबाल ठुलो हुन्छ यो खोला चाहिँ। अनि यो पानीहरू सब त्यो रसिरहेको माथि योभन्दा माथि यत्रो ठुल्ठुलो भिर छ कि। अनि सानो छ, पानी उम्रिरहेको छ क्या त्यो जमिनबाट, भित्ता त्यो भुइँबाट उम्रेको पानीहरू सबै माथिदेखि छ। दामी छ कि, यस्तो दामी ठाउँ छ यो। यहाँ जो कोही पनि त्यस्तो यो ठाउँमा जानु सक्दैन क्या हतपत चाहिँ होइन, एकदम गाह्रो छ। किनकि दुइटै साइडमा भिर छ अनि बिचमा खोला छ, त्यो पनि सानो छ क्या। अब ठाउँ पनि पहिला जस्तो छैन। अब पहिला चाहिँ बाटो थियो, अहिले बाटो भत्केछ पहिला उहिले गर्दाखेरि भूकम्पले या त पहिरो सहिरो आएर। यो मुनिदेखि चाहिँ सिपेर जानुपर्छ क्या, चढेर जानुपर्छ। यो पानी यस्तो टेस्टी हुन्छ नि, उम्रेको पानी खाँदाखेरि मन शान्ति हुन्छ, चिसो चिसो पानी। त्यसपछि हामी माथि पुग्यौँ, माथि पुगेर यहाँदेखि जानु सकेन माथि, यो पानी झर्रा छ, पानीमा डुबेर जानुपर्ने हुन्छ। तर यस्तो चिप्लो छ कि यो ठाउँ, त्यो ढुङ्गाहरू। अनि त्यही भएर हामी गएन, यहीँसम्म चाहिँ गयो। पहिलादेखि त सानो सानो हुँदा हामी जान्थ्यौँ यहाँबाट पौडी खेलेर यताबाट भित्ताबाट जान्थ्यौँ। अहिले चाहिँ सकिएन, अनि त्यही कारण चिसो चिसो पनि थियो क्या, अहिले जाडो पनि छ हल्का फुल्का। अनि हामी यहाँसम्म गएँ, चिल गरेँ, एकछिन घुमेँ। एक्लो वातावरण, शान्त ठाउँ।